हेर्नुहोस् म चाहिँ थोरै यो दिक्तेल बजारको थोरै माथि कालिका भगवती मन्दिरमा छु अहिले चाहिँ। तल देख्न सक्नुहुन्छ तपाईँहरूले दिक्तेल बजार। बेलुकाको टाइम भए पनि ठिकै छ भन्नुपर्छ। अनि उहाँ चाहिँ हुनुहुन्छ हाम्रो रिदम सर। हेलो हेलो सबैजनाले चाहिँ उहाँलाई सब्सक्राइब गरिदिनु होला भन्न चाहन्छु। उहाँको चाहिँ भर्खरै नयाँ च्यानल खोलेको, त्यो भएको कारणले अलिकति ग्रो हुनुको लागि एकदम टाइम लाग्छ। त्यो भएको कारणले चाहिँ उहाँहरू सबैले चाहिँ उहाँहरूलाई सब्सक्राइब गरी सधैँ माया गरिदिनु होला भन्न चाहन्छु। र मेरो पनि च्यानल रहेको छ, मेरो चाहिँ रिदम मगर च्यानल रहेको छ। अझै अर्को पनि रहेको छ, रिदम इटिङ च्यानल पनि रहेको छ। हजुर सबैले मेरो च्यानललाई पनि सब्सक्राइब गरिदिनु होला भन्न चाहन्छु। र अहिले चाहिँ हामी चाहिँ दिक्तेल बजारभन्दा केही माथि चाहिँ देवीस्थान स्थानमा चाहिँ आएको छौँ। र हामी चाहिँ यो बेलुकाको समय चाहिँ होइन कस्तो हुन्छ भन्ने हिसाबले चाहिँ हेर्नु आएको छौँ। र हामी चाहिँ अलिकति मौसम धुम्मेको कारणले चाहिँ अलिकति राम्रोसँग क्लियर देखेको छैन। र पनि जस हामीले रमाइलो मनोरञ्जन लिएका छौँ। र तपाईँहरू पनि यो भिडियो हेरेर एकदमै मनोरञ्जन लिनु होला भन्न चाहन्छु। हस् त, नमस्ते।